हाम्रो देशमा यो लेभलको यो तहको हामीसँग द्वन्द्व भएको सृजना भएको थिएन र यसमा आशाले पनि होला। अब उहाँहरूले माग गर्नु जायज पनि हो। अब हाम्रो सरकार हो, हाम्रो सरकार भएपछि हाम्रो माग पुरा हुन्छ। पहिला धेरै कुरा हाम्रो यस्तो माग गर्दाखेरि हाम्रो पुरा भएको थिएन, छानबिन पनि निष्पक्ष भएको थिएन भन्ने आशा पनि हो। र यसपालि उहाँहरूलाई चाहिँ आफ्नो जनतालाई, आफ्नो नागरिकलाई जसले हामीलाई भोट दिएर पठाउनु भयो उहाँहरूलाई निराश बनाउने काम चाहिँ हामी चाहिँ हाम्रो तर्फबाट चाहिँ हुँदैन। दर्ता नभइकन अर्बौं खर्बौं लगानी गएर तल्लो तल्लाको ठुला मस्जिदहरू बनेको छ, मदरसाहरू बनेको छ, तर त्यसमा चाहिँ अहिलेसम्म निगरानी सरकारको छैन। त्यो चाहिँ पछिल्लो समय देखिएको छ। त्यो छैन, किन छैन? हामी थिएनौँ, हामी भर्खर 3 महिना भइमा आएको हजुर होइन। अब पहिला थिएन, अब उहाँहरूको भारी त हामीले बोक्नु सक्दिनँ। मैले त 5 दिन भइसक्दाखेरि आज तपाईँ आउनु भएको छ। 5 दिन मात्र म आएको होइन नि त। म त तपाईँको यस्तो एकछिन जुगेर 5 दिन तपाईँहरूले देख्नु भएको छैन, म चाहिँ नआएको होइन। हामी गृहमन्त्री यहाँका स्थानहरूले गृहमन्त्री नै आउनुपर्छ भन्ने कुरा आपसी साम्य हुन्छ भने सुरुदेखि नै उहाँहरूको माग नै थियो। गृहमन्त्री यहाँ घटनास्थलमा आउनुपर्छ, स्थलगत गर्नुपर्छ भन्ने कुराहरू त स्थानीयबाट नै उठिरहेको छ नि त। यस्तो हो क्या, आशा गर्नु स्वाभाविक हो। गृहमन्त्री जहाँ पनि पुग्नुपर्छ भन्ने स्वाभाविक पनि हो। उहाँहरूको आशालाई निराश नगर्न मेरो दायित्व पनि हो। तर यो सँगसँगै मेरो त अर्को दायित्व भनेर देश पनि हो नि त। अर्को ठाउँमा यो चर्किला कि भन्ने हाम्रो पूर्व तयारी त गर्नुपर्ने थियो, जसको परिणाम अहिले हामीले भोगिरहेको छौँ। पूर्व तयारी गर्दा पनि अहिले हामी भोगिरहेको छौँ। हामीले बल्ल सुरक्षा संयन्त्र चलाउनलाई, उहाँहरूलाई अलिकति अपलिफ्ट गर्नलाई, उहाँहरूलाई स्रोत साधन दिनलाई अस्ति साउन 1 गतेदेखि बल्ल हामीसँग बजेट आएको छ। जति पनि बजेट थियो कार्यान्वयन गर्नुपर्ने त पुरानो बजेट थियो। हामीले कसरी काम गर्नु त? आएको 3 महिना भएको छैन। त्यसमाथि साउन्डबाट बल्ल बजेट आएको छ हामीलाई। साउन्डबाट बजेट आएपछि उहाँहरूले त्यही अनुसारमा स्रोत साधनहरू हामीले जुटाउनु पनि पर्यो नि त। त्यो पनि छैन। बल्ल 15 दिन भयो, अहिले तपाईँको 14 गते आज हो होइन। त्यही भएर हामीले काम गर्नु नपाइरहेको अवस्था छ। तर हामी प्रतिबद्ध छौँ। यसमा हामीले आफ्नो सुरक्षा संयन्त्रलाई गौरव बनाउन, उहाँहरूलाई अकाउन्टेबल बनाउन होइन। अर्को पालि यस्तो घटना नहोस् कुनै ठाउँमा भन्नलाई त्यसमा हामी प्रतिबद्ध छौँ। हामीले त्यसको